उसले आकाश छुने सपना देख्यो अनि 18 सपना र परिवारको जिम्मेवारी काँधमा बोकेर झर्यो सहरमा उसले के गरेन होटेलमा भाडा बाँचेन कि फर्निचरमा काठ बोकेन कि कामका लागि एनजिओ खाएन कि आधा पेट खाएर एफएम रेडियोमा बोलेन कि अनिकै बसेर धुरी साँझमा गाएन कि अब स्वर्ग ठाउँका लागि काठमाडौँका गल्लीहरू नापेन कि यसरी चरम दुःख सङ्घर्ष र धैर्यतापछि उसले संसारलाई दियो अजम्बरी सिर्जनाहरू जसका सिर्जनामा केवल मनोरञ्जन मात्र होइन सामाजिक र राजनीतिक चेत पनि छ हाम्रै दुःख सुख छ हाम्रै कथा व्यथा छ छोरीका चितकारहरू छन् विवेक विरुद्धका झङ्कारहरू छन् परदेशीका आँसुहरू छन् राज्यप्रतिका गुनासा र प्रश्नहरू पनि छन् हाम्रै बोलीचा हाम्रै नेपालीपन हाम्रै भाका हो के बुढापाका के तरुण तन्देरी के बालबालिका के गाउँ के सहर सबैको मन जितेर लोकप्रिय बन्यो एउटा नाम प्रकाश सपुत जसको सङ्घर्ष जति कठिन थियो उसको सफलता पनि सहज रहेन जब उसका सिर्जनाहरू एकपछि अर्को चर्चित हुँदै गए उमाथि प्रहार पनि हुँदै गयो कलमी त चोरेको भएको रहेछन् त्यही भने लोकले बिगारेर गाडो बनाएछ होइन के हो यो सकम्बरी भनेको केटी मान्छेलाई गलत देखाउने मात्र काम गर्छ के हो जानी विवाह गर्छ फेरि केटी गीत निकालेछ हौ मलाई हुन त आफै खेलेको फिल्ममा त सहयोग गरेन नि पढे त पार्टीको छोरे जान्छ तर उसले हार मानेन प्रत्येक प्रहारहरूलाई सम्झिँदै उठिरहेको छ अगाडि बढिरहेको छ यसरी जसले सपना देख्न सिकाइरहेको छ जसले सम्भावना प्रतिभाशाली सुपरस्टार प्रकाश सपुतलाई